हेलो गाइज फाइनली हामी केटाहरू है सब घुम्न आइसकेका छौँ। सबैभन्दा पहिला सब्सक्राइब युट्युब च्यानल गरिदिनु होला सबैजनाले हाम्रो। र हाम्रो ग्याङ भनेको यही हो है। हाम्रो यो ग्याङ भनेको पश्चिम नेपाल सुदूरपश्चिम प्रदेशको टिम हो। र हाम्रो यहाँ विभिन्न मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु हुन हार्दिक सबैजनाले। सब्सक्राइब मात्र होइन, एउटा लाइक र कमेन्ट छोडेर जानु होला। कस्तो लाग्यो छोडेर पनि जानु होला। बेल आइकन पनि थिच्नु होला ताकि अझ अर्को भिडियो ल त्यही हो। आज हामी कुशीनगरमा छौँ होइन। कुशीनगरको यो गौतम बुद्धको यो पाठशाला छ यहाँ जहाँ छ उहाँ फेरि अर्को भिडियो राम्रो यार पोजिटिभ भिडियो बनाउनु नि त। ल त्यो बन्द ल गाइज घुम्दैछु है यता गार्डनतिर हेर्न सक्नुहुन्छ सबैजनाले। हाम्रो पछाडि टिम छ। हामी आएका छौँ आज कुशीनगरको बौद्ध के भन्छन् बुद्धले यहाँ ज्ञान प्राप्त गरेको ठाउँ भन्नुपर्दाखेरि। अनि यहाँको बारेमा के चाहियो भने तपाईँले कुशीनगर गरेर सर्च गरेर हेर्न सक्नुहुन्छ। ल यहाँको बारेमा युट्युबमा गएर भिडियो हेर्न सक्नुहुन्छ। अनि यहाँको बुक यताको बुक पनि छ है उपलब्ध। यहाँको तपाईँले जानकारी लिन सक्नुहुन्छ है बुकबाट, युट्युबबाट, गुगलमा सर्च गरेर पनि लिन सक्नुहुन्छ। र पछाडि हाम्रो साथीहरू पनि हुनुहुन्छ, सब आफ्नै आफ्नै काममा बिग्रिनुहुन्छ है। फाइनली गाइज हामी यहाँको चाहिँ बौद्ध मन्दिर आएको छु बुद्धको। सबैमा जस्तै यस्तो छ है यता। पछाडि हाम्रो पनि अब फाइनल गाइज होइन कतिवटा मूर्ति छन् गर्नुभयो यस्तो छ। अब सिन कुरै नगर्नु। राम्रो छ है, राम्रो गाउनु सबैजनाले घुम्न बौद्धको मूर्ति। यहाँ चाहिँ हाम्रो शिक्षा लिएको ठाउँ गौतम बुद्धले। दुई चार शब्द भन्नु त। अब दुई चार शब्द के हुनु, अब पहिलोचोटि आएको छौँ हामीले जति अब किताबमा पढेको थियौँ आँखाले देख्दा ओहो यस्तो रहेछ है। यहाँ शिक्षा लिनेहरू पनि हेर्नुहोस् त यहाँ ओहो अहिले उनीहरूलाई हामी पूजा गरिरहेको छौँ, यहाँ अहिले दर्शन गरिरहेछौँ। अब शिक्षा भन्ने चिज अब जहाँ पनि त्यही हो, सकारात्मक सोचले लिनु पऱ्यो, राम्रो गर्नु पऱ्यो, लक्ष्य बनाउनु पऱ्यो। अब अरूलाई नि भने यार पिच्छा लाग्यो यार मलाई। ठुलो भिन्दामा चाहिँ एकदमै बवाल्दैछ, रमाइलो लागिरहेछ। काठमाडौँको त्यो स्वयं जस्तै लागिरहेछ क्या। दामी छ उसरी बवाल छ। यहाँहरूले पनि घुम्नु नै पर्छ जस्तो लाग्छ। एकदमै रमणीय छ ठाउँ। सो यु क्यान भिजिट हियर। ओके थ्याङ्क यू। ओके लगाइ त्यहाँको सिन यस्तो छ है। यहाँ पर्यटकहरू धेरै आउने गर्छन् होइन। राष्ट्रिय अन्तर्राष्ट्रिय नहो भने स्थानीय पर्यटकहरू त यहाँ पर्यटकहरूको घुइँचो लाग्ने काम गर्दछ। यहाँ हेर्नु त यो के हो थाहा भएन। त्यति यसको लागि हामीले केही जानकारी लिनुपर्ने हुन्छ है। यसको लागि हामी जानकारी लिनुको लागि त मन्दिर जाँदैछौँ। ल त्यता हेर यो टिम हाम्रो है। यहाँको लागि देख्नुहुन्छ यहाँ यत्रोजनाको भिड छ। फाइनली यहाँ के चलिरहेछ? म्युजिक अन्ताक्षरी चलिरहेछ। गाइरहनु सक्दैन। देखाउन पोत गाह्रो, देखाउन पोत गाह्रो, आँखामा तिमी छौ। उही भयो यार मनमा तिमी छौ। त्यो भने जाको केछ फिजाइएछ तिमीले मलाई उठी यसरी झुल्यो लडेर घुम्दो यसरी झुल्यो लडेर घुम्दो